आज धेरै दिनमा यता निस्किएको होइन खाना खान भनेर खाना कहीँ पाइएन र आएको यहाँ यो चाहिँ मेरो साथी हो होइन काले हो यो काले इन्डियाको काले हो तेलुगु होइन साथी हो अनि यस्तो अब गर्मी लाग्न थाल्यो होइन मुकुस लागिरहेछ अनि सो आज रातभरि भिडियो हेऱ्यो क्या राजनीतिको यसो सोध्छु बाबा नेपालको राजनीति अब के भनौँ 16 वर्ष 20 वर्ष जागिर खाएर फेरि यही खाडीको यो मरुभूमिमा साला थोरै नै 20 लाख के अरे 13 लाख 14 लाख तिरेर फेरि यहाँ आउनु पर्यो भगवान् लास्टमा आउनु पर्ने चाहिँ यहीँ रहेछ क्या 16 वर्ष 20 वर्षसम्म श्रीमती छोडो नेपालमै वर्षमा 1 महिना बिदा कहिले न पैसाले पुग्छ न साथले पुग्छ क्या फ्यामिलीलाई अब बाबाआमा हेर्ने त कुरै छोड्दियो आफ्नै छोराछोरीले स्वानी हेर्न सकिन्छ त्यो त अब त्यो नेपालमा त्यही हो त्यत्रो कष्ट गरेर ल गरेर बस्यो त्यसपछि फेरि यहाँ अब कति बस्नुपर्ने हो थाहा छैन कति बस्नुपर्ने हो थाहा छैन सानसानो लालाबाला छन् तिनलाई नि फेरि नेताको छोराछोरी जतिकै शिक्षा चाहिँ दिनु अरू दिन सकिन्न शिक्षा त दिनु सोचमा आएको अब खोइ त्यो पनि सकेला जस्तो छैन गाह्रो छ अनि रामकुमारी झाँक्रीले बोल्छे त्यो साला कामट विदेशमा बसेर नेपालको बारेमा बोल्ने अधिकार छैन तिमीलाई भन्छे त्यसका बाउलाई छ होला त्यसको शाह सन्तानलाई मात्र थाहा छ त्यसको शाह सन्तानलाई मात्र अधिकार छ त्यहाँ बोल्ने त्यो नाक फुलाएर बोलेको के गर्ने त तर नेता जतिलाई चाहिँ एमाले काङ्ग्रेस काहीँ सांसद छन् नि यिनलाई चाहिँ कालो मुसो दलेर पछाडि टिन झुन्याएर गाउँबाटै निकालिदिनु पर्छ पढेका शिक्षित युवा जतिलाई चाहिँ विदेशतिर धपाइदियो अनि बिचरा विदेश अब खाडीमा आएर 800 तलब हुन्छ नेपालको 30,000 त्यो मुलाले के गरोस् स्वाइनलाई पठाओस् कि बाबाआमालाई पठाओस् बिचरा बाबाआमा अब गाउँमा बसे बाबाआमा अब वर्षमा चुनाव आउँछ त्यही चुनावको बेलामा मासु भात अनि 1 गिलास रक्सीमा गम लाटा बाबाआमालाई भोट हाल्न लाए अनि खाए कति वर्ष 5 वर्ष अनि अहिले भने खान तेरो यो मुर्दाबाद त्यो जिन्दाबाद साला हो तिमीहरू गाउँमा के ढाँडा कटाउनु पर्ने हो के गरेर आफ्नो स्वाइन छोराछोरी पाल्न सकेको छैन तिमीहरूको पछि लगाएर हिँड्नु पनि सकिएन खाओ देश बेचेर खाओ तिमीहरूको बाउले आर्जिदिएको रहेछ खाओ तिमीहरूकै मात्र रहेछ कति 884 समथिङ कति छन् सांसद तिनैको देश कता कताबाट चाकतिरबाट खाने हो कि टाउकोतिरबाट खाने हो कि खाओ बेद्या बेलैमा बेद्या आनन्द हुन्छ यहाँ कोही बोल्नेवाला छैन तिमीहरूको विरोधमा बोलो भने लगाएर कहाँ लगाएर खाँदिन्छौ थाहा छैन त्यो 100% हो तर अब चाहिँ म चाहिँ बोलेँ हेर साथी हो म बोलेँ अब मलाई लगेर कोच्यो भने केही फरक छैन मैले देशको लागि इनफ दिएर आएको छु गरेर कोच्यो भने त्यसमा पनि केही छैन तर देशको विरुद्धमा चाहिँ बोल्ने होइन देश मेरो लागि अब मुटुमा छ अब देश चाहिँ मुटुमा छ मेरो मुटुमा छ देशको विरुद्धमा बोल्ने भोलि देशको लागि पर्यो भने मसँग भएको योग्यता फेरि आएर म गर्न सक्छु होइन मेरो एकमुठी साथ छ उनीहरूसँग तर अब यो सिचुएसनमा चाहिँ के रहेछ भने यिनीहरूको गणतन्त्र केही तन्त्र होइन सब लुटतन्त्र हो लुटिया छन् खाएछन् होइन यहाँको जसले जसलाई ठगो सिद्धियो कसले दिने न्याय कहाँ छ न्याय कानुन यी सालाहरू संसदमा बोल्छन्
नेपालको जस्तो उत्कृष्ट कानुन कहाँ छ रे लिएर पाउँछ साला त्यसको मुख फुट्ने गरी हान्नुपर्ने जसले जसलाई ठग्दा नि भएको छ क्या जसले जसलाई उठीबास लगाइदियो नि भयो केही फरक पर्दैन पुलिस निरीह छ निरीह पनि किन नहुनु मेन पावरले ठगौ भनेर गयो अब मेन पावरले यत्रो ठग्दैन मन्त्रीलाई लगाएर पूजा मेन पावरवालाले ठगिहाल्छ नि अब त्यसलाई छौँ भने काममा भएको फुलीदेखि लिएर फुली त के जागिरै उडाइदिन्छन् होइन यो त मलाई यति बोल्न मन लागेको छ अब नेक्स्ट भिडियोमा चाहिँ म एकदम बोल्ने छु यस्तै हो हामी चाहिँ अब के गर्ने 10-11 वर्ष त्यसमा दुःख गऱ्यो हाडै अहिले ढाड अलिक कक्रो कक्रो हुन लाग्यो जस्तो लाग्छ होइन अब कोक्रो कोक्रो भयो जस्तो लाग्छ अब फेरि यहाँ आएर अर्का देशमा दुःख गर्नै पर्ने रहेछ आएर बेलैमा आएको भए ठिक हुने रहेछ ढिला भएछ यहाँ आउनलाई म खुसी छु त्यसमै खुसी छु होइन मलाई यो भिडियो बनाउनु चाहिँ अब त थिएन कभी कभी मेरे दिल में ख्याल आता है ऐसा लगता है ना वही है ठिक छ केही छैन म नेपालमा रहनु नरहनु म नेपालमा भएको भए पनि म भएको नभएको केही मतलब थिएन बरु यहाँ भएपछि मैले कमसेकम एउटा मेरो बालबच्चाको फी तिर्न सकेको छु होइन मेरो बच्चालाई मैले दुई छाक भात राम्रोसँग खान सकेको छु त्यहीमा खुसी छु होइन तर नेपालमा हुँदाखेरि मेरो बच्चाको फी तिर्न सकिनँ मैले उपचार गराउन सकिनँ 1000 रुपियाँ नभएर ज्वरो आउँदा लगेर औषधि खुवाउन सकिनँ त मैले भोगेर हिँडेको हो केही भइरहेछ देश तिमीहरूकै रहेछ गर जसरी गर्छु गर